सम्पूर्ण नमस्कार। म रञ्जु कुमारी शाह, म आम जनता पार्टीको कार्यालय सचिव हो, कार्यालय छु। मैले आज हाम्रो खासमा यो नेपालको अहिलेको यो जुन हाम्रो रणनीति छ नि, भ्रष्टाचार निर्मूल गर्ने, देशबाट भ्रष्टाचार मुक्त गर्ने रणनीति, भावी रणनीति के हुन सक्छ, यसमा त सबभन्दा पहिला म हाम्रो देशको सिस्टम नै भ्रष्टाचार गराउनेतिर लाग्ने खालको छ। किनभने अब देशमा दुनियाँमै हेर्नुहुन्छ भने कुनै पनि देशमा 700-100 सरकार छैन। यत्रो ठुलो यो भूगोलको हिसाबले हेर्नुहुन्छ, हाम्रो यो चाइनामा यत्रो जनसङ्ख्या छ, रसियामा त्यस्तै छ, इन्डियामा त्यस्तै छ, तर त्यहाँ जम्मा 34-35-50 भन्दा माथि कहीँ पनि सरकार छैन। हाम्रो देशमा के छ, जम्मा जम्मी 3 करोड जनसङ्ख्या, त्यसमा पनि कति विदेशी छ, तर पनि 700-100 सरकार किन चाहिएको छ? भ्रष्टाचारको मूल जड यहीँनिर खडा हुन्छ। र अर्को कुरा भन्नुहुन्छ, पहिला पञ्चायती व्यवस्था जुन पञ्चायती कालमा थियो, जम्मा 2टा सचिव राखेर गर्ने काम, अहिले 20 जना कर्मचारी राखेर पनि उपलब्धि केही पनि छैन। पहिलाको तुलनामा अहिले हेरौँ, भ्रष्टाचार भनेको मूल जड यहीँबाट सुरु हुन्छ। जबसम्म हाम्रो देशको सिस्टममा सुधार हुँदैन, संविधान संशोधन हुँदैन, तबसम्म कुनै पनि हालतमा हाम्रो देशबाट भ्रष्टाचार हट्दैन। यति कुरा हामीहरू बुझिराखौँ। र अर्को कुरा, यो हाम्रो राजनीतिक कर्मीहरू, हामी जति पनि नेता बनेर गाउँ गाउँमा चुनाव लड्न जान्छौँ, मेन त के छ, हामी संसद भवनमा छिर्ने बेला अहिलेसम्म मलाई मेरो आफ्नो अनुभव, मान्छेमा जबसम्म सेवा भावना आउँदैन तबसम्म भ्रष्टाचारबाट देशमै मुक्ति पाउँदैन। किनभने चुनाव लड्ने बेला जुन चुनावको खर्चको पारदर्शिताको कुरा गर्नु हजुरहरूले, त्यो एकदम जायज छ। किन चुनाव लड्ने बेला जनतामै त्यो चुनावमा खर्च गर्ने पैसा, बियर दारूहरू जस्ता त्यो गर्नु नपरेको भए, नेतामै सर्वप्रथम त नेतामै यो बिजनेसको भावना नभएको भए जनतामा त्यो पैसा छर्नै जाँदैन थियो। जनतामा यदि त्यो पैसाको लोभ लालच नभएको भए, जब नेताले 1 करोड खर्च गर्छ, त्यसले 3-4 करोड उठाउने उतिखेर आफ्नो सोच बनाइसक्छ। त्यसैले सबभन्दा मेन जड हाम्रो भ्रष्टाचारको अहिलेको हाम्रो सिस्टम, म जतिखेर पनि जहाँ पनि गएर हाम्रो सिस्टममै म प्रश्न उठाउँछु। र सिस्टम जबसम्म सुधार हुँदैन तबसम्म हाम्रो देशमा यो भ्रष्टाचार निर्मूल हुँदैन। र नेताहरूमा इमान्दारिता, किनभने भन्नुहुन्छ जस्तो 10 जना चोरमा 2 जना साधुलाई राखिदियो भने त्यो साधु पनि हेर्दा हेर्दै चोर बन्नै जाने पुग्छ। त्यस्तै गरी यो माथिदेखि तलसम्म होल सिस्टमै करप्टेड छ। हामीहरू भन्सारको, म अलिकति भन्न चाहे, भन्सार नियमावलीमा जुन कथित 45% पुरस्कारको प्रावधान छ, त्यसको विरुद्धमा म स्वयं भएर भन्सारमा आन्दोलन गरेको मान्छे हो। किन त्यसमा अब जस्तो हामीहरूको भन्सार छवि गरेर ल्याएको सामान छ भने 1 लाखको सामान ल्यायो, त्यसमा 45% भनेपछि 45,000 भयो। त्यो पनि सम्मान त गर्ने, पुरस्कृत गर्ने, तर नाम, व्यक्तिको नाम पारदर्शी नगर्ने, व्यक्तिको नाम नखुलाउने, गोप्य राख्ने, यस्तो सिस्टमले अब त्यो भन्सार छली गरेछ भने 1 लाख सामानै जबत उसको गर्यो भने त्यो राज्य कोषमा जानु पर्थ्यो कि व्यक्तिको पैसा हुनु पर्थ्यो। यस्तो सिस्टमले गर्दाखेरि हाम्रो देशको भ्रष्टाचार सिद्धिन अलि टाइमै लाग्छ। यो सिस्टम जबसम्म सुधार हुँदैन तबसम्म भ्रष्टाचार सकिँदैन। धन्यवाद।